Alright guys, so we are in कुन ठाउँ रे यो नैकाप नैकापमा चाहिँ यसो चार्जिङ स्टेसनमा आएको होइन किनभने we only got like 25% battery so we are going uphill होइन uphill चाहिँ अलिकति के अरे ब्याट्री खान्छ सो यस त्यही भएर हामी चाहिँ अलिकति सर्भिसमा आएर छ्याप्प चार्जिङ पनि रहेछ छ्याप्प त यहाँ लोकेसनमा अलिक चार्जिङ गर्दै हो अहिले चाहिँ चार्जिङको सदुपयोग गर्नलाई खाजा खाँदै चार्जिङ पनि के अरे गाडी पनि चार्ज मान्छे ठिक छ के खाइस् त के खायो तैँले राजा जान्छौ ल होइन अलिकति डिस्टर्ब छ ग्रुप इज नट लाइक क्वाइट बिग बट इज फाइन यहाँ 50 पक्का पक्का होइन रहेछ गाइस है Look guys, so we are in other reserve. So as you can see, as a reserve from here. So this is the entry point. है ना? कस्तो लाग्यो त दामी लाग्यो? कस्तो entry point? दामी huh? पर्फेक्टो ल है त केटाहरु गएर you look so beautiful in here. One, two, three, go. अलि भएन एकछिन wait. Alright guys, so yes, फेरि पनि तपाईहरुलाई स्वागत छ हैन. As you guys know, today is New Year Eve हैन. New Year Eve मा चाहिँ so we are going to दामी भिलामा which is located in कुलेखानी हैन. मैले सर्च गरेको यहाँको टर्ने भिला, डल्लु भिला, भिलाडी साबन्ना, टाबरा इन सबै चाहिँ all fully booked because of this New Year event हैन. किनभने मान्छेहरूले चाहिँ 10-15 दिन अगाडि नै बुक गरेर छ which is मलाई त्यस्तो नलेज थाहा भएन तर नेक्स्ट टाइम I'll make sure that I'll gonna book every nice villa के अरे 10-15 दिन अगाडि नै तर यो पालि चाहिँ त्यही भयो तर अहिले मैले गरेको नि which is like nice कुलेखानी एरियामा हो दामी छ so we are going about like 7 to 8 people so मेरो साथीहरू हैन गइन्छ रमाइलो गरिन्छ अनि one night stay हैन with barbecue everything बस वाइज पनि रिजनेबलै छ यस अब चाहिँ पक्का रेडी पनि भइसक्यो होइन चापको रेडी भएर अब चाहिँ निस्किनु आएको मेरो केटाहरू त्यहाँ बैठ अब केटाहरूलाई यस्तो पिकअप गरेर बौगामा पिकअप गरेर चाहिँ जानुपर्ने हुन्छ यहाँबाट त्यहाँ पुग्नु चाहिँ तपाईँको मिनिमम 2 आवर्स जाम भएन भने जाम भयो भने चाहिँ अब आइडोन्ट नो कति टाइम लाग्छ बट हामी त्यहाँ पुगेर चाहिँ दामी भ्यूहरू दामी हामी के गर्छ कसरी खान्छ कसरी हुन्छ कसरी के होइन दामी देखाइन्छ तर त्यो रेजर चाहिँ रेजरको नाम चाहिँ अदय रेजर अर समथिङ के छ होइन जस अहिले तपाईँहरू म फेरि क्लियर गराइदिइहाल्छु विथ स्विमिङ पुल अट्याचमेन्ट होइन 8 to 9 पिपल त्यो भिलामा अट्ने टाइप्सको छ पर पर्सन एज हामीलाई चाहिँ 3800 भनेको छ हाम्रो साथीको भएर मात्रै हो नभए त 4500 के दिइरहेको थियो पर पर्सन चाहिँ तर अहिलेको लागि चाहिँ 3800 छ सो यस सो हामी 8 जना लाग्यो 3800 into 8 कति हुन्छ आएर आइ एम नट गुड इन म्याथ होइन ल अहिलेको लागि चाहिँ यति छ सर हाम्रो अहिले टाइम भएको छ 1 बजे 1:30 भयो वी आर प्लानिङ टु गो अबाउट लाइक 1 o'clock बट यस्तै छ होइन नेपालको होइन अब टाइमहरू जस्तै छ यताउता एडमिनहरू साइड आउट होइन के बिर्स्यो अलिकति लुगाहरू पनि लानु पऱ्यो भोलिको लागि यसो होइन त्यहाँ गएपछि यसो बस्नु पऱ्यो त्यो लुगा फोहोर हुन्छ बार्बिक्यु गर्छ लुगाहरू गनाउँछ सो त्यही भएर लुगाहरू लिन आएको मेरो लुगाहरू यहीँ छ सो यस अब चाहिँ दामी गइन्छ अनि यस अनि एउटा भन्नुपर्दा चाहिँ फेरि मेरो एउटा बचपनको साथी छ क्या चाइल्डहुड फ्रेन्ड हिज नेम इज सुरेश मगर होइन केटाहरूले फेरि मलाई प्र्याङ्क गरेछ नि त गाइज अब एउटा साथी छ किरण लामा भन्ने अनि अर्को छ सञ्जय लामा दुईजना चाहिँ थाहा छ होइन थाहा थियो कि सुरेश आउँछ भनेर विदेशमा बसेको थियो अनि किरण लामाले चाहिँ मलाई के भन्यो भने मेरो एउटा साथी पनि आउँदैछ भनेर भन्यो होइन अनि केटा पनि हुनसक्छ केटी पनि हुनसक्छ भनेर दियो नि त मैले चाहिँ ल बोलाउनु त तिम्रो साथीहरू यस्तो टाइपको भनेको तर त्यो साथी के हो मेरै सुरेश मगर बचपनको साथी त्यही भएर मलाई सरप्राइज दिएछ क्या उल्टे क्या अब केटाहरू चाहिँ पक्का 2 दिन अगाडि नै कुरा भएर पक्का उयो गरेछ होइन सरप्राइज दिएर अघि भर भेटेर आयो सो यस अब खुसी मात्रै खुसी होइन यस्तो न्यु इयरको बेला होइन
कति चाहिँ रमाइलो गर्नु पऱ्यो नि होइन अब बच्चामा पो अब नजाने के हुन्छ यस्तो ठुलो भइसक्यो आफै खोज्ने यताउता होइन साथीभाइहरूसँग हिँड्ने मेरो उमेरको केटाहरू त भिड हुन्छ मेरो उमेरको नभनौँ मेरो उमेरभन्दा 30-35को उमेरहरू र पक्का साथीभाइहरू बटुलेर होइन पक्का घुम्न जाने हुन्छ सो यस यही उमेर हो रमाइलो पनि गरिन्छ मजाले सेन्सिबल पारा पनि हिँड्नु होइन नो ड्रिङ्क एन्ड ड्राइभ होइन अनि तपाईँहरूलाई ड्रिङ्कहरू खानु छ भने चाहिँ प्लिज बुक क्याब होइन क्याब बुक गरेर जानुहोस् होइन अब त्यो आफ्नै गाडीहरू लगेर होइन यताउता लगेर चाहिँ नहुनु ड्रिङ्क खान्छ भने चाहिँ होइन अब त्यही हो अब न्यु इयर चाहिँ राम्रोसँग मनाउनु होइन न्यु इयर बेला अब यो बेला त स्पेसल मुभमेन्ट फर एभ्री वान होइन दोज हु आर लिभिङ अन एब्रोड उनीहरूले पनि अलिकति रमाइलो गर्छ होइन यहाँ अलिक रमाइलो गर्छ त्यही छ गाइज आई जस्ट वान से लाइक ड्राइभ के अरे अलिकति सेन्सिबली होइन अलिकति खानु छ अलिकति ड्रिङ्क गर्नु छ भने चाहिँ खाएर नचलाउनु होला अनि न्यु इयर चाहिँ मजाले मनाउनु होला आफ्नो फ्यामिली फ्रेन्ड्स आफ्नो लभ वानसँग होइन मजाले टाइम स्पेन्ड गर्नु होला त्यही नै छ गाइज अब चाहिँ लाग्नु मन हुन्छ तपाईँहरूलाई लागेपछि म गएको पनि देखाउँछु होइन पक्का भ्यूहरू आजको चाहिँ यो ब्लग चाहिँ मजाले हेर्नु होला दामी हुन्छ गाइज अरू गाइज अब सी यु गाइज एकछिनमा अलराइट गाइज म चाहिँ पक्का रेडी भइसकेँ होइन छप्प मेरो लुगा पनि भोलिको लागि रेडी भइसक्यो यता होइन यहाँ छ यता छ होइन गाइज एज यु क्यान सी यो चाहिँ भोलि लाएर आउने हो यता मेरो कुकुर पनि छ आमाहरू यहाँ दिदीहरू यिनीहरूलाई नि हिँड्नु भनेको बट दे वान गो दे नट इन्ट्रेस्टेड होइन सो यस यहाँ हेर्नु सक्नुहुन्छ यस्तो दामी के बनाउनु आई डोन्ट नो या अमाइ गाइज अब जानु पनि हुन्छ अलराइट ल सी है सबैजनालाई ल म भोलि बिहान नै आउँछु होइन मैले खर्च पनि यसो छोडिदिएको छ नि खर्च अलराइट गाइज अब चाहिँ छाप्प जानु पनि हुन्छ ल गयो ल छाप्प गएर चाहिँ मजाले गएर अब केटाहरू भेट्ने हो केटाहरू भेटेर चाहिँ तपाईँहरूलाई फेरि देखाइहाल्छ केटाहरूले होइन त्यति बेला चाहिँ मैले अलिकति देखाउनु मिल्दैन कज आइम ड्राइभिङ सो नो रिक्स एट अल अरूलाई चाहिँ यति नै भन्दै फेरि अर्को समयमा फेरि तपाईँहरूलाई बैठौँला सी यु गाइज अलराइट गाइज सो वी आर इन कुन ठाउँ रे यो नैकाप नैकापमा चाहिँ यसो चार्जिङ स्टेसनमा आएको होइन किनभने वी ओन्ली गो लाइक 25% ब्याट्री सो वी आर गोइङ अप हिल होइन अप हिलले चाहिँ अलिकति के अरे ब्याट्री खान्छ सो यस त्यही भएर हामी चाहिँ अलिकति सर्भिसमा आएर छ्याप्प चार्जिङ पोइन्ट पनि रहेछ छ्याप्प त यहाँ लोकेसनमा अलिक दामी होइन सर्भिस जस्तो पक्का खान मिल्ने होइन ट्राफिक सबै रहेछ सो यहाँबाट चाहिँ हामी आधी घन्टा म्याक्स 45 मिनट जति स्पेन्ड गर्छु हल्का ब्रेक लिएर पनि हुन्छ त्यसले मजाले गरिन्छ अब यसै ढिलो उसै ढिलो होइन ढिलो गर्ने चाहिँ यता हो सर यता देखा त ढिलो गर्ने चाहिँ यो हो हाम्रो अल द वे फ्रम है आज बाहिरबाट आएको हामी साथी यता हाम्रो किरण लामा सो अब हामी चाहिँ पक्का यता यसो यो चाहिँ नरेखाउँ होला सानोतिनो ड्रिङ्क हो अनि खाएर चाहिँ नो ड्रिङ्क एन्ड ड्राइभ होइन तपाईँहरूलाई खानु मन छ भने चाहिँ पक्का क्याबहरू युज गर्ने हो होइन नो ड्रिङ्क एन्ड ड्राइभ खाएर चाहिँ चलाउनै होइन गाडी होइन सो त्यही भन्छु गाडी चाहिँ ठ्याप्प यो हो गाडी चाहिँ यहाँ यसो चार्ज हुँदैछ है फेरि यहाँ चार्ज हुँदैछ है गाडी फेरि यहाँ यसो खाजा टिटबिटहरू खाइन्छ अनि त्यसपछि गइन्छ होइन अलिकति साइड ल्याए पनि गाडी आयो यहाँबाट म्याक्सिमम् कति 40 मिनट 1 आवर अब 1 आवर अनि कति बज्यो 5 5:30 तिर निस्किनु न अलिकति छोडिदिनु चार्जिङ गर्दै हो अहिले चाहिँ चार्जिङको सदुपयोग गर्नलाई खाजा खाँदै चार्जिङ पनि के अरे गाडी पनि चार्ज मान्छे ठिक छ के खाइस् त के खायो तैँले राडा जान्छौ ल यता के खाएको छ मिसले मिसले के खाएको त ल सरले फेरि यता अर्कै सरको छुट्टै छ फेरि एप्पल अरू गाइस छ हामी चाहिँ अलिकति भर्खरै खाजा खाएर पनि बसेको त्यो खाजा भने त्यही अब नेपालको खाजा त्यही त चाउमिन मोमो होइन यस मिठो रहेछ यहाँको चाउमिन मोमो चाहिँ मिठो लाग्यो अब यहाँबाट चाहिँ हामी चाहिँ अल द वे माथि पुगेपछि मात्रै हाम्रो स्टप हुन्छ नो स्टप एनिवेयर होइन अलिकति अब रात पनि पन्ध्यो बिस्तारै कुदाउनु पनि हुन्छ बिस्तारै जानु पनि हुन्छ नो रस एट अल होइन त्यहाँ पुगेर चाहिँ मजाको झिलमिली गरेर छाप रमाइलो गरेर तपाईँलाई बेरिहाल्छौँ होइन अहिलेको लागि चाहिँ खासा चाहिँ खाएर यताउता साथीहरूले यसो दिइरहेको छ होइन न्यु इयर चाहिँ दामी भइरहेछ होइन यतिको चाहिँ न्यु इयर चाहिँ दामी भइरहेछ होइन नपेर है भन त न्यु इयर कस्तो भइरहेछ भन त भन न हो तेरो पनि हो ल
अब चाहिँ हामी चाहिँ सो वी नट गन टेक टु लङ अब चाहिँ हाफ एन आवरमा हामी यहाँबाट मुभ हुन्छु जापानमा त न्यु इयर होला धेरैमा भन्दाखेरि अब 20 मिनटभित्रमा चाहिँ हामी यहाँबाट मुभ हुन्छु आई थिङ्क 20 मिनट गर्दा चाहिँ मेरो चार्ज चाहिँ लगभग 70-80% हुन्छ होला त्यति भयो भने चाहिँ माथि जाने पोइन्ट नभए पनि ढुक्क हुन्छ आउनु फर्किँदाखेरि त्यही भएर चाहिँ हामी त्यस्तो गरेको हो गाइज होइन यस अब अँध्यारो पनि भयो अब कति बज्यो अहिले 5:30 भयो यो 6 बजे डम्म अँध्यारो हुन्छ माथि अलिकति साथीले भनिसकेको छ अलिकति बाटो त्यस्तै छ भन्दा तर बिस्तारै जानुपर्छ बिस्तारै चलाएर जाने हो बिस्तारै मजाले हेरेर होइन ग्राउन्डहरू रिड गरेर जाने हो अहिलेको लागि चाहिँ अब खानासाना खाएर पनि बसिरहेको छ सो यसो साथीभाइहरू गफ भइरहेको छैन र लामाको फेरि यता पुरा सुप भइरहेको छ मलाई चाहिँ फेरि चाउचाउ चाहिँ मिठो लाग्दैन पकाएको चाउचाउ भर्खरै मोमो खाएर बसेको म पनि अब यहाँबाट जानुपर्ने हुन्छ आइएम सो एक्साइटेड टु सी द्याट बिला होइन कस्तो रहेछ वेजरहरू होइन यस्तो दामी यस्तै भइरहेको छ न्यु इयर चाहिँ दामी नै हुन्छ 2026 को न्यु इयर होइन पक्का रिमेम्बर मेमोरी होइन हामीले चाहिँ यस्तो गराएको थियो यसरी रमाइलो गराएको थियो भन्दा ठ्याक्क साथीभाइहरू आफ्नै साथीभाइहरूसँग मजाले स्पेन्ड गरिरहेको छु होपफुली तपाईँहरू पनि काहीँ न काहीँ त जानुभयो होला केही न केही त गर्नुभयो होला होइन जस यो भिडियो चाहिँ मजाले हेर्नु होला होइन फर्स्टदेखि लास्टसम्म मजाले हेर्नु होला होइन दामी जे हुन्छ त्यति भन्दै धेरै नबोलौँ होला होइन अहिले एकछिनमा तपाईँलाई फेरि भेटिहाल्छ गाडीभित्र है त अहिले चाहिँ हामी साथीभाइहरू यसो मजाले कुरा गर्नु पऱ्यो आउ सी यु लेटर होइन यहाँ मेरो प्यारो बहिनी छ यहाँ बहिनी चाहिँ लगमा आउनु अलिक लजाउ छ होइन अलिकति बोल्न अलिकति लजाउ छ तर बिस्तारै म मानेको छ नि केही भन्नु छ केही छ तिमीलाई न्यु इयरमा हामी जाँदैछु होइन केही एक्साइटमेन्टहरू केही गर्ने अब कस्तो गर्ने केही भन नि त नभनिदिएरै उसले चाहिँ के गरिहाल्यो गाई त्यस्तै छ अब अलिक बोल्न अलिक लजाउँछ त्यही हो बोल्नमा र खानामा लाउनमा लजायो भने त्यही हो गाई होइन बोल्दैमा लजायो भने अब तपाईँ अगाडि पुग्दैन होइन लाउनमा लजायो भने तपाईँ नाङ्गै हुन्छ होइन त्यही भएर चाहिँ कति बोल्ने हो कति के गर्ने हो त्यो चाहिँ अलिकति हेरेर गर्नुपर्छ होइन त्यही हो गाइज अब मजाले साथीभाइहरूसँग स्पेन्ड गर्ने हो फ्यामिलीलाई जस फ्यामिली पनि छ फ्यामिलीलाई पनि मैले अर्को तर्फबाट मैले गरिसकेको छ न्यु इयर भाग दिइसकेको छ सो यस त्यही भएर म चाहिँ साथीहरूसँग यसो मजाले स्पेन्ड गरेर जानु लागेको हो होइन अलिक केटाहरू चाहिँ आएर कहाँ गयो केटाहरू उता सुट्टा हान्नु गयो होला सो म चाहिँ यहाँ पक्का अब गाडी चार्जिङ गरेर म्याक्सिमम् 1 आवर बसेर चाहिँ गइन्छ किनभने आई डोन्ट वान्ट टेक रिस्क उकालो छ सो भोलि फर्किनु पनि पर्छ होइन आई डोन्ट नो त्यता अब चार्जिङ पोइन्ट छ कि छैन आई डोन्ट नो होइन बिकज आई एम नेभर बिन हियर होइन इट्स माई फर्स्ट टाइम ओभर हियर अनि त्यही भएर चाहिँ सो नो रिस्क एट अल सो द्याट्स वाइ वी आर चार्जिङ आवर कार एन्ड वी क्यान गो नाइसली होइन अलिकति राम्रो पाराले होइन त्यही हो सो यस इट्स अलरेडी बिन लेट सो वी डोन्ट केयर लाइक वी बिन लेट त्यही भएर चाहिँ सकेसम्म चाहिँ मजाले चार्ज गरेर जाने हो माथि अरू गाइज धेरै हल्ला भयो तपाईँहरूलाई म पछि फेरि अलिकसम्म थाहा आएपछि सिउ गाइज दामी भ्यू देखाउँछ गाइज हामी माथि अलिकति त्यस्तो डाँडामा चाहिँ होइन जस माथिको अलिकति डाँडामा चाहिँ पुगेको छ हेर्नु त आम्मा ओ माइ गड काठमाडौँ भ्याली हेर्नु यस्तो दामी दिएको छ पुरा हरियाली गाडीहरू पनि गइरहेको छ जे होस् होपफुल्ली मेरो गाडी पनि जान्छ होला अरे ओ भर्खरै उल्लु गयो गाडी यार यत्तिकै भिड हुनु चाहिँ जे होस् हामीले पक्का हेर्नुपर्छ गाडीहरू पनि टर्नै आइरहेछ यहाँबाट अब जे होस् हामीलाई आधी घन्टा जति लाग्छ ल अब यहाँ बारीनाको डोजो पनि रहेछ होइन जानुपर्ने हुन्छ गाइज है आधी घन्टा होइन म्याक्सिमम् बाटो त्यस्तै छ है अब 1 घन्टा त हामीलाई म्याक्सिमम् लाग्छ सो 1 घन्टामा पुगेर चाहिँ हामी दामी हुन्छ हाम्रो केटाहरूको स्कुलमा जाने केटाहरू चाहिँ पुगिसक्यो होला तर अब चाहिँ हामी चाहिँ जानुपर्ने हुन्छ गाडीहरू पनि आइरहेछ टन्नै इभी गाडीहरू पनि गइरहेछ मजाले जे होस् जान्छ होपफुल्ली हाम्रो गाडी पनि जान्छ ल लागौँ भएन गाइज लागौँ है आफ्नो गन्तव्यतिर ल guys, Alex ma भेट्नु तपाईहरुलाई त ल guys, so we are in other region
गाइस डिनर चाहिँ छ्याक्क रेडी छ होइन पक्का बफेमा रहेछ तपाईँको राइस दाल अनि भेज यो पनि भेज चटनीहरू अचार मुलाको अचार यहाँ फेरि आफ्नै पार्टीहरू भएको छ चिकन करी टाइप्समा होइन छ्याक्क मजाले खास गरी चाहिँ हामीले चाहिँ अब यस्तो सोधेको छैनौँ तर ठिकै छ जस्तो हुन्छ राम्रैको लागि हुन्छ त्यहाँ केटाहरू मेरो केटाहरू त्यहाँ बसिरहेको छ हाउ द डिनर गाइज मिठो छ बहिनी डिनर मिठो छ भन न अरे फेरि बहिनी चाहिँ क्यामेरा साई पर्सन हो क्या ओ लामा हाउ द डिनर कस्तो ठिक छ लामा करुणमा ठिक छ ओ सर सरलाई अनि आजको भिजिटमा बारेमा के भन्नु छ सर यो पनि क्यामेरा साई पर्सेन्टहरू यार सबैजना यार बोल्ने भने किरण लामाले मात्रै बोल्छ होइन Alright guys, so we are going to have dinner. So after dinner we're gonna do some cocktail dance. अलिकति खाएर होइन दामी खाएर चाहिँ पक्का गर्नुपर्ने हुन्छ अघि नै डह्रो नाचियो होइन फेरि त्यो भिडियोमा मैले भिडियो बनाएँ भने चाहिँ अब कपिराइट लाग्छ नि त सेट सो आई डोन्ट डु एनी भिडियोज होइन तर अघि नै लोकदोरी खेलेको चाहिँ दामी बनाएको छ होइन त्यसमा चाहिँ सबै हाल्नुपर्छ तर अहिलेको लागि चाहिँ हामी खाना खाऊँ होला खाना खाएपछि फेरि हाम्रो छुट्टै छ होइन सधैँ झ्याप्पो क्या अन्ताक्षरी चाहिँ दामी भएको थियो अघि अन्ताक्षरी खेलेको 1 versus 4 पऱ्यो यहाँ है अलि 1 versus 4 ल मलाई खाना आइसकेको छ यहाँ खानसाना खाऊँ होला होइन रमाइलो गर्नु होला तपाईँहरू पनि ह्याप्पी न्यु इयरको बेला हो होइन लास्ट बट नट दिस ह्याप्पी न्यु इयर टु एभ्रीवान रमाइलो गर्नु होला ह्याप्पी न्यु इयर भन्दा नि गर्नु everyone होइन yeah alright guys I'll see you एकछिनमा बहिनी ह्याप्पी न्यु इयर भन्नु ह्याप्पी न्यु इयर लामा एभ्रीवान ल ह्याप्पी न्यु इयर सबैजना ल दामी दामी के अरे नववर्ष 2026 को समय X63 ला गयो लभली लभली यो अलि माथिबाट गर्नुपर्छ चेहरै चाहिँदो रहेछ कि काउन्टाउन पनि भयो दामी रमाइलो भयो होइन दामी नाचियो पसिना आउने गरी नाचियो यस्तो जाडोमा होइन सो यस सो अब चाहिँ हामी चाहिँ यहाँबाट लाग्ने पनि हुन्छ यहाँबाट अब यसो सट्टा खेल्नु पनि सट्टा खेलेर चाहिँ तपाईँहरूलाई भेटिन्छ होइन जस एकदम रमाइलो भयो होइन यहाँ चाहिँ सबै तपाईँको डिजे थियो यहीँ हो नाचेको हाम्रो चाहिँ दामी नाचेको काब्री सम्झियो नाचेको छ यसो भिडियो पनि म हालिदिन्छु सो अहिले चाहिँ यता केटाहरूसँग छाप बसेर हामी चाहिँ अब सट्टा खेल्न जान लागेको झरिसक्यो त्यो चाहिँ अब कहाँ झरी अब त्यो गाइस ल फेरि पनि सबैजनालाई ह्याप्पी न्यु इयर भन्न चाहन्छु 2026 को होइन यो तपाईँहरूको फलोस् अनि सबैजनाको सोचेको कुराहरू पुरा होस् होइन त्यही भन्न चाहन्छु मेरोबाट अनि मेरो फ्यामिली तर्फबाट सो यस आगामी इएमा के थियो कस्तो थियो होइन दुःख सुख त्यो सबै बिर्सेर चाहिँ अब यो इएमा के गर्ने हो होइन कसरी अगाडि बढ्ने हो भनेर चाहिँ त्यो सोच्नुहोस् होला सबैले होइन सो यस अलिकति त्यस्तै सोच्नु होला अनि अलिकति अँध्यारो भएर केटाहरूले अलिकति दामी हुन्छ भाइब चाहिँ होइन सो यस त्यति भन्दैमा अब म चाहिँ यहाँबाट जानुपर्ने हुन्छ गाइस पक्का मान्छेहरू चाहिँ यसरी दिइरहनु भएको छ होइन हट एयर बेलुन होइन गाइस अब यति भन्दै फेरि पनि सट्टा खेलेर जानुपर्ने हुन्छ
हाम्रो न्यु इयर चाहिँ अझै सकेको छैन होइन द नाइट इज स्टिल यङ अझै रमाइलो गर्नै बाँकी छ See you guys. यहाँ अझै उडाखाने यो चाहिँ keep on trying ल बिस्तारै ओइ लड्छ ओइ च्यातिसकेको थियो त्यो 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 च्यातिसकेको थियो अब जान्दैन यो पुरा त्यो होल भइसक्यो होल भयो भने जान्दैन होल भयो भने ल गाइस पनि त होला त्यही छ भित्र रुममा आइसक्यो होइन रुममा तास खेल्नुहुन्छ दामी पाराले एकछिन तास खेलिन्छ अनि दामी लेट्स गो गाइस भन्छ ल हामी चाहिँ अब यो यस्तो के अरे बेडहरू सार्न लागेको होइन सबैजना एउटै बेडमा तास खेल्ने भनेर अर्डर पर्ने हो उता उता फेरि को त्यो पागल यार फेरि यार यहाँबाट आइदिनु ल ल म पाउँछु ल ओइ मलाई कि त म गर्छु तिमीहरू पाउनु बेन तिमी यहाँ आउँछ प्ले भइरहेछ यो म्याचिङ यहाँदेखि प्ले भइरहेछ प्ले भइरहेछ होइन अनि लास्ट टाइम बनाउनु चाहिँ म अरे क्या अहिले क्या साह्रै छ केटाहरूले भइसक्यो मुजी त्यहाँबाट मैले ल्याएको जोडेर अनि ह्याप्पी न्यु इयर 2026 26 10 जोड्यो भने 36 36 होइन 32 ऊपर का 36 नीचे का 32 नीचे के 36 ऊपर के 32 नीचे की 36 बीच में की 24 बुझा ताकिनो ए छमिया ए जमिया यहाँ बाहिर बसेर के पातले बस्छ नो 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 वरिज औ भइसक्यो भर्खर किरा लामले पारे गाइस मैले हो बास्न नि किरण लामे